पूजाको तयारी भइरहेछ। देउतालाई आह्वान गरेको होला हैन? देउतालाई आह्वान हुँदैछ नेवारी भाषाबाट। हाम्रो त काठमाडौँको नेवारी भाषा मिल्दैन, उनीहरूको अलि लस्के छ, हाम्रो चाहिँ अलिक साह्रो त्यही भएर त्यो काठमाडौँको नेवारी भाषा हाम्रो पढ्न अलिक गाह्रो हुन्छ। यो काठमाडौँ भने भाडगाउँको भाषा हो, यस्तो भयो कि बुझ्नु गाह्रो हुन्छ। त्यसलाई त बाबुको पूर्णिमा नि उनको राम्रै हुन्छ सत्यता विकास दिएको हो कि एकदम पूर्णिमा पनि विकास बाबुले पनि तिमीलाई के बोल्नु भएको थियो आर्थिक अनुदान भनेर अहिलेको रातो किताबमा थप लेखिएको छ कि उहाँलाई
त्यो के भयो खै उहाँ काठमाडौँ छिमेकीमा तपाईँलाई केही थाहा छैन यसबाट 3 लाख रुपियाँ मलाई थाहा छ त्यो त हामीले सल्लाह गरिराखेको हो त्योभन्दा पहिला यो त्यो अहिलेसम्म त्यो अब हामीलाई कुनै भएन क्या यो के कसरी जानुपर्ने कसरी हामीले पाउने पैसा त्यो हामीले एउटा खबर हुनु पऱ्यो नि यो विधि पुऱ्याउनु पऱ्यो भनेर भन्नु पऱ्यो के गर्नु पऱ्यो त्यो फेरि समितिले चाहिँ निर्णय गरेर छोडाको सिफारिस लिएर आयोग सम्झौता गरेर यो तरिकाले यसरी भनेर हामीले कुनै एउटा उनी जानकारी नै भएन जानकारी हामीले हुनु पऱ्यो कि यो पैसा पाउँदा यो किसिमको यस्तो आइडिया के के गर्नु पर्ने यो चाहिँ एकपल्ट चाहिँ तपाईँले मोडिङ गर्नु अब फेरि ढिलो भयो भने त हामीलाई पहिला यसको अघिल्लो उमा पनि 5 लाख छुट्याएको थियो हामीलाई अलिक गाह्रो भएको थियो अनि हनुमान नाच र अनि अर्को रोपाई नाच के थियो कि त्यो अलिक मिलेन क्या त्यो बेला हामी लिने नै जाने कोसिस गरिदियो त्यो तिर बाजिएको लागि कसरी बार्ने थियो अहिले पनि यस्तै हुन्छ कि भन्ने कुरा हनुमान नाच भन्ने चाहिँ यहाँ हामी छुट्याएर आर्थिक अनुदान अब कसरी पाउने त्यो थाहै छैन हामीलाई जानकारी नै आएको छैन सुन्नमा आयो के थाहै छैन होइन त्यो यस्तो पहिले चाहिँ हामीले थाहै भएछन् भने कसरी हामी एउटा त पर्यटन समितिबाट 1 लाख रुपियाँ सुरुमा छुट्यायौँ यसको नयाँ संयोजक चाहिँ पछि निजी साह्रोले जानुभयो अनि हामी चाहिँ पुलिस छाउनलाई 40,000 रुपियाँ दिने बाँकी बुझाउनु भयो होला भनेको अहिले भर्खरै भन्नुभयो त्यो संस्थाले सबै भएर त्यो पनि बाँकी छ भनेको थियो 1 लाख त लिइसक्नु भएको तालिम आइसक्यो तालिम सालिम चलाउनु भनेर राखेको थियौँ त्यो चाहिँ हामीले समितिबाट छुट्याएको थियौँ अनि हजुरले भनेको चाहिँ हामीले चाहिँ त्यो सभाबाटै छुट्याएको हो सभाबाट छुट्याएर 3 लाख रुपियाँ भन्ने कुरा म त लैसक्नु होला कि आएकै छैन कि त्यसो भए त्यसलाई चाहिँ एउटा हजुरको निवेदन अनि छोडाको सिफारिस अनि त्यसपछि के काम गर्ने हामीले त्यो पैसा लगाएर अनि कसै हो त्यही त त्यो प्रोग्राम बनाएर अनि माग गरे भइहाल्छ त्यो काम गर्ने भनेर होइन कि यो ठिकै यो किताबको लागि अनुदान हो क्या त्यो कसले हामीले चाहिँ दिएको त्यसो गर्ने भन्नु अब जे खर्च जेमा खर्च गरिन्छ त्यसको प्रस्ताव तयार गरेर खर्च होइन त्यो त उसले कोष राख्ने हो नि त्यो त यो को लागि कोष हो हामीलाई एकदमै कोषको माग गरेर हामीलाई कोषले गर्दाखेरि हामीलाई निकाल्न पछि निकाल्न पहिलो होला भनेर